वेलकम टु अ डे इन माई लाइफ। गुड इभिनिङ, नमस्ते एभ्रिवान। आज पनि केही कारणवश भिडियो लेट नै अपलोड भयो। सधैँ बिहानीको कहानी B3 मार्कबाट सुरु हुन्थ्यो भने अब अहिले चाहिँ सिलिकन एजुकेसनबाट सुरु हुँदैछ। आखिरमा काम त काम नै हो नि, जहाँ गए पनि गर्ने त कामै हो। जे होस्, कामकै बहानाले भए पनि MPH टिमसँग मजाको भेटघाट भयो, फेरि आफ्टर लङ टाइम। फरक यति मात्र भइरहेछ कि अरू बेला चिलमा केटाहरूसँग गफ गर्दै काम गर्थे, अहिले चाहिँ हातमा पेन लिएर हल्का ट्रेनिङको साथमा काम गर्छु। नयाँ कुरा सिक्दै अघि बढ्ने मौका पनि मिलेको छ र नयाँ काम पनि अनि नयाँ एनर्जी पनि भइरहेको छ। दिउँसोको समयभरि ट्रेनिङ भए पनि बेलुका चाहिँ अफिसमा केटाहरूसँग गफगाफ रमाइलो जान्छ। अफिसमा भए पनि नभए पनि काम चाहिँ पेन्डिङ हुनु भएन भनेर केटाहरूलाई बेला बेला सम्झाइराख्छु म। एनीवे, जसरी भए पनि आफूलाई बिजी नै राखिएको छ। जतै काम गरे पनि जे गरे पनि आफ्नो लागि टाइम चाहिँ अलिअलि भए पनि निकाल्न चाहिँ सकिएको छ। हस् त गाइज, गुड नाइट, सी यु टुमोरो।